हेलो गाइज, हामी चाहिँ आज यहाँ कोदारी झरना भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोक तातोपानी यो कोदारी बजार छेउमा नेपाल र चिनको सीमा नाका, नेपालको तातोपानी नाका पनि भनिन्छ, कोदारी नाका, जुन लिपिङ क्षेत्रमा पर्दछ भने चिनको सुशासित क्षेत्र तिब्बतको झाङमु नाका, झाङमु पोर्ट भन्छ त्यो एरियाको हामी कोदारी यो झरना छेउमा छौँ। निकै मनमोहक दृश्य छ। यतापट्टि अविरल रूपमा एउटा कञ्चन निश्चल रूपमा चाहिँ भोटेकोसी बगिरहेको छ। तातोपानी बजार अलिकति तल छ। हामी छौँ अहिले यो कोदारी नाका, जुन चाहिँ गौरीशङ्कर संरक्षण एरियामा पर्दछ। हामीले यहाँ देख्न सक्छौँ यो बाटो, यो नेपालको पुरानो बाटो त्रिभुवन अरनीको राजपथ हो। यो चाहिँ तपाईँको के भन्छ भन्दा सुरुमा अरनीको चिन जाँदाखेरि चाहिँ यही बाटो प्रयोग गरेर गएको थिए भन्ने एउटा किंवदन्ती छ। यो अरनीको राजमार्ग अन्तर्गत यो कोदारीको भट्टी खोला पर्दछ। यता भोटेकोसी बगिरहेको छ र हामी छौँ यहाँनिर हिँडिरहेका छौँ। मौसम निकै उ छ, यो बाटो अलिकति उ छ, गाह्रो छ। भदौको महिना खोला बढिरहेको छ। यो अलिकति भौगोलिक दृष्टिकोणले चाहिँ सदरमुकाम यो के भन्छ सिन्धुपाल्चोक जिल्ला अलिकति कमजोर रहेको छ। बाढी पहिरो आइरहेको छ। यहाँको माटोहरू अलिकति कमलो अवस्थामा छ। त्यही भएर यहाँ बाढी भन्दा पनि बाढी त जताततै हुन्छ हिमाली जिल्लातिर। अब यहाँ पहिरोको अलिकति जोखिम छ। जस्तै यहाँनिर केही दिन अगाडिसम्म मात्र पनि यहाँ तल चाहिँ अलिकति सभ्य स्थल छ। त्यसको लागि यहाँनिर एउटा यो के भन्ने विश्राम स्थल थियो। यो प्रतीक्षालय विश्राम स्थल थियो। केही दिन अगाडिसम्म यो ठिकठाक थियो। अब यो यहाँको जमिन चाहिँ अलिकति भासिँदै गएर तलतिरबाट अब जमिन चलेपछि अब यहाँनिर यो यहाँको यो लगानी माटोमा पानी बालुवामा पानी भएको छ। अब के गर्ने होइन, अब त्यस्तै छ। अब प्राकृतिक प्रकोपलाई अब हामीले रोकेर यो प्रकृतिकोलाई रोक्न सकिन्न, अलिकति गाह्रै छ। अब यो चाहिँ यहाँको स्थानीय उमा घट्टे खोला भन्छ। स्थिति यस्तो छ। हामी यसरी हिँडिरहेछौँ। अब जोगाउने कोसिस भइरहेछ। मान्छेहरू यहाँ हिँड्न सक्नुहुन्न। यसरी माथिबाट यो खोला तर्न नसकेर माथिदेखि हिँड्नुहुन्छ। हामी यसरी गइरहेछौँ। अब यहाँ पानीमा खुट्टा हाल्नुपर्ने अवस्था आइसक्यो। पानीमा खुट्टा हाल्नै पर्ने अवस्था आयो। अब यस्तो छ, खोला बढिरहेछ, तनाव छ, जानलाई गाह्रो छ। अब यसरी स्कुटरहरू जान्छ। अब पानीबाट जानु पऱ्यो। चिप्लो भने फेरि अब स्कुटर लानु पनि अब यहाँ गाह्रो छ। चिप्लो भने त चिप्लो। पानीमा पनि स्कुटर अब बगिहाल्छ। फेरि गाह्रो। मान्छे हिँड्नलाई चिप्लिन्छ है। एकजना ती बस्नु न, एकजना तपाईँ पनि आउनु यहाँनिर। तपाईँ पनि आउनु कि यहाँ तपाईँ पनि आउनु। ढलिहाल्यो भने पक्रिँदा सजिलो हुन्छ। उहाँ पनि यहाँ आएर बस्नु भने मैले भने दुईजना चाहिन्छ हुन्छ। जाऊँ